हेलो गाइज, म चाहिँ आज हेर्नु कोटेश्वर मन्दिरमा आएको छु। मन्दिरमा चाहिँ आज चाहिँ मन्दिरमा हेर्नु यहाँ 108वटा शिवलिङ्ग दर्शन गर्न पाउँदा बडो आनन्द आइरहेको छ। म चाहिँ आज मन्दिर परिक्रमा गर्दैछु हैन। यहाँ चाहिँ शिव मन्दिर हुनुहुन्छ। म आज हजुरहरूलाई शिव मन्दिरको हल्का अब दृश्यहरू देखाउँछु। हेर्न सक्नुहुन्छ हाम्रो गाउँमा यस्तो रमाइलो रमाइलो छ। हेर्नु हाम्रो मन्दिर, हाम्रो गाउँको मन्दिर हेर्नुहोस्। यहाँ पञ्चमुखी भोले बाबा पनि हुनुहुन्छ, शिवलिङ्ग हुनुहुन्छ। यहाँ चाहिँ तुलसीको बुट्टाहरू, तुलसीको मुठहरू यसरी परिणा गर्दैछु। अब हाम्रो गुरुजी पनि भाइरल हाई भन्नु ल। के भन्नु छ गुरुजी? एकदम राम्रो छ। भोलि जनेपुडीमा छ, सबैजना आउनु होला। अरू ठिक छ। हामी के गर्न भने रक्षाबन्धन रक्षाबन्धन घर घरमा आउँछ अथवा यहाँ आएर रक्षाबन्धन लिने भयो हो। 5-10 मिनटको भ्लग बनाउँ भनेको 2 शब्द बोल्नु न त। के बोल्नु छ? सबै ठिक छ। उहाँसँग हाम्रो पण्डितजी, उहाँ हाम्रो पूजारी हुनुहुन्छ। बुढाको लागि भयो नि, जनै मन्त्री नआउने बुढा त छोड्नु होला घर हो। अनि त्यो मन्त्र जनाइ के अनि मैले लाउने पठाइदिने आएपछि लाइहाल्नुहुन्छ नि, राख्ने होइन। भोलि आउँछु। बुढाको लागि राखिदिनु पर्यो नि, 1 वर्षसम्मको लागि चाहिन्छ। लाज लाग्छ। हजुरको फेसबुक आइडी के छ अरे? मेरो शैलेश भट्टराई। शैलेश भट्टराई आज यहीँबाट यस्तो राम्रो भिडियो बनाउनु भएको छ उहाँले चाहिँ होइन। यहाँ चाहिँ शनिदेव बस्नु भएको छ। सपना कार्कीबाट भाइरल हेर्नुहोस्, शनिदेवको मूर्ति। सबै थोक छ। हेर्नुहोस् यहाँ हेरिहाल्नु है। म तपाईँलाई हालिदिइहाल्छु युट्युबमा आउने फेरि। हजुर म पठाइहाल्छु लिङ्क। सानी भूममा हुन्छ है। छोरीले हनुमान मन्दिर जाने भनेर सताएर यहाँ अनि आफ्नो गाउँको मन्दिर, यहाँ ठाउँको मन्दिर, सबै थोक भएको मन्दिर होइन। कहाँ माया मार्छु र सधैँभरि ननस्टप सम्झिरहन्छु। भोले बाबाको झन् बिग फ्यान म त। छानी कृष्ण जन्माष्टमी पनि आउँदैछ साथीहरू। कृष्ण जन्माष्टमीको हजुरहरूलाई शुभकामना छ है। हेर्नुहोस्, कृष्ण भगवान्को पनि दर्शन गर्नुहोस्। हाम्रो यहाँ सबै हुनुहुन्छ कि, कृष्ण हुनुहुन्छ, भोले बाबा हुनुहुन्छ, शनिदेव हुनुहुन्छ, गणेशजी हुनुहुन्छ, 108 शिवलिङ्ग हुनुहुन्छ। हनुमानजी पनि बस्नुभएको छ। पवनपुत हनुमानजी बस्नुभएको छ। यो छोरीले हनुमान जाने भनेर सताएर मलाई। ल हेर्नुहोस्, हनुमानको पनि दर्शन गर्न सक्नुहुन्छ हजुरहरूले। यताबाट आउने ल। हनुमानलाई के भन्न चाहन्छु छोरी तिमीले? माया गर्छौ? ल गर नि त माया। ओम नमः शिवाय हो। जिउ गरिदियो हनुमानलाई। के गरेको? माया गरेको। आमा हनुमानको खालि घरबाट हनुमान जाम भनेर मलाई सताएर यो छोरीले। अब घर जाने छोरी? जाने होइन, यहीँ बस्ने, हनुमान बस्ने। हेर्नुहोस् मन्दिर। यताबाट चाहिँ हाम्रो घर जाने बाटो हो। त्यहाँ चाहिँ मेरो स्कुटी छ। यताबाट चाहिँ घर जाने बाटो हो। यो चाहिँ आइबडी बजार जाने बाटो हो। यहाँ चाहिँ मठ मन्दिर छ है। कोटेश्वर मन्दिर भनेर सर्च गर्नुभयो भने आउने छ है। हेर्नु हनुमानजी कसरी बस्नुभएको छ। सरी भुम्मा है, भुम्मा। बिस्तारै जाऊ, बिस्तारै जाऊ, बिस्तारै। हनुमानजीको दर्शन पनि गर्नु है साथीहरू। ल हिँड। जय होस्, सबैको कल्याण होस्, सबैको जय जयकार होस्। अरू त के भन्नु छ र। देशको हालत हजुरहरूलाई थाहै छ।
ल हेर्नुहोस् म बाहिरबाट पनि देखाउँछु हाम्रो कोटेश्वर मन्दिर तपाईँहरूलाई बाहिरबाट पनि देखाउँछु ल हेर्नुहोस् हो कोटेश्वर मन्दिर लेखेको त यहाँ त ऊ भएछ त नाम चाहिँ आउँछु के भयो हाई भन् ए फर एप्पल होइन के ओम नमः शिवाय भन्ने हो ल छोरी भाइ भगवान्लाई बाई गरिदियो भोलि आउँछु है भन के गर्छौ यहाँ जिउ गर ल आऊ यता आउँ त ओम नमः शिवाय भन्नु त्यहाँ ओम नमः शिवाय भन्ने त्यो त राधे राधे भन्ने हो ल राधे राधे भन्ने हो कता यो छोड्यो त दौडानी भयो त बाबु भिडियो यता यता ल्यायो भन्छे भिडियो यता यता लियो अरे ल सरी जम्मा भगवान्लाई बाई गरिदिनुहोस् अब जा बाबु तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ यहाँ सरसफाइ भोलिको लागि सधैँ गर्नुपर्छ बिहान बेलुका हो बिहान आयो त्यसो भए भगवान्को भक्ति खै त हेर्नु त भक्तिलाई नदेखा पटुलाएर आएको छु आज फेरि भन्ला नि कमेन्टमा पण्डित्री आएर पटुलाएर आयो भनेर यसो भोलि धोतिर आउनु है है भोलि बिहान त म त सधैँ 5 बजे आउँछु त हो 5 बजे आएर सबै सरसफाइ गरेर अनि कालिका पनि जान्छु 7 बजीतिर आएर कहाँ जान्छु कालिका के ए कालिका पनि हो एक्लै जानुहुन्छ कालिका डर लाग्दैन एकदिन बाँदरले कुटेर कस्तो डर लाग्यो मलाई कसलाई साह्रै डर लाग्छ ढिला जान्छु है भाइले बनाइदेऊ ल हाम्रो पण्डितले आमालाई पण्डितले आमालाई पनि भाइरल देखाऊ माथि मुख देखाऊ हस् त साथीहरू सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु होला सबैले यो भिडियो धेरै माया गरिदिनु होला यही भन्न चाहन्छु हस् त अब म चाहिँ अब घर जान थालेको साथीहरू बाइ बाइ फेरि नेक्स्ट भिडियोमा भेटौँला है हजुर के भन्नुभयो बेलुका हेरिहाल्नुहुन्छ होइन ल